एउटा अरू नयाँ प्रश्न लिएर हामी प्रस्तुत भएका छौँ। आज हामी यसलाई कसरी हल गर्ने भन्ने कुरा सिक्नेछौँ। हामीलाई a = 10 to the power x दिएको छ अनि b = 10 to the power y दिएको छ अनि साथै a to the power y into b to the power x = 100 दिएको छ अनि हामीले प्रमाणित गर्नु छ कि xy = 1 हुन्छ। सबभन्दा पहिला हामीले दिएको डाटा लेखौँ। a को पावर y into b को पावर x = 100। अब हामीले a को मान थाहा छ 10 to the power x, त हामी लेख्न सक्छौँ 10 to the power x को होल पावर y into b को मान कति छ त 10 to the power y यसको होल x = 100। अब यो पावरमा गुणाउनु छ त 10 को पावर xy into 10 को पावर xy = 100। अब हाम्रो आधार सेम छ त पावर जोडिन्छ त 10 को पावर xy प्लस xy गर्छ भने 2xy हुन्छ = यो 10 को पावर 2 हो। ठीक छ, त हामीले यो आधार सेम छ भने पावर पनि बराबर हुन्छ 2xy = 2, यानी कि यहाँ xy मा 2 ले गुणा छ भने यहाँ आएर भाग हुन्छ त xy को मान अतः 1 आयो। यति हाम्रो प्रमाणित भयो। आजका लागि यतिकै। यस्तै म्याथ्सका टिप्सहरु सिक्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।